हेलो हेलो साथीहरु वेलकम टु माई मिनी ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि एकदमै सन्चै छौं। म चाहिँ यता गाउँ घरतिरै छु अनि रमाइलो भइरहेको छ है साथी। अनि म चाहिँ किन प्याज कटिङ गर्दैछु त, आज चाहिँ हाम्रो मोमो खाने प्लान छ है। अनि साथीहरु मैले बन्दा सन्दा रेडी गरिसकेको थिएँ, दिदीले पनि फटाफट पिठो मुछ्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ क्यामेरा तर्साएर अब चाहिँ हामी बनाउँदै छौं मोमो। साथीहरु मोमो चाहिँ मैले दिदीले बेल्दै हुनुहुन्थ्यो, मैले चाहिँ फोका बनाउँदै थिएँ। मलाई चाहिँ पहिला त्यस्तो फोका बनाउन आउँथेन फुल, अझल चाहिँ मैले सिकिसकेको छु है साथीहरु। हेर्नुस् खतरा बनाउँछु है मैले मोमो त। अनि साथीहरु मोमो बनाउँदै थियौँ, हामीलाई त केटाकेटीले यस्तो झ्याउ हुन्छ है, केटाकेटी भयो भने हजुरहरुको कस्तो छ। अनि घरि के भन्छ घरि के हुन्छ साथीहरु। त्यही पनि हामी इन्जोय गर्दै थियौँ, मोमो बनाउँदै थियौँ फटाफटसँग। उहाँले चाहिँ बेल्दै हुनुहुन्थ्यो, मैले चाहिँ फोका बनाउँदै थिएँ। अनि साथीहरु गाउँ घरतिर जस रमाइलो भइरहेको छ, कहिले लोकल खाना पाइएछ, कहिले च्याउ, कहिले मोमो, कहिले चाउमिन, कहिले चटपटे, यस्तै दिन बितिरहेको छ है साथीहरु। गाउँले लाइफ यस्तै नै हो। मलाई चाहिँ के उता सहरमा भन्दा पनि मलाई यता गाउँतिर साह्रै मन पर्छ के मेरो यता घरतिर, किनभने यहाँको वातावरण हेर्नुस् न, वरिपरि हरियाली, उतापट्टि पखेरा डाँडा पाखाहरू हुन्छ नि त। अनि मलाई चाहिँ एकदमै राम्रो लाग्छ के। तपाईँ हजुरहरूलाई के लाग्छ? तर गाउँ घरमा बस्नको लागि साँच्ची नै राम्रो हो के। तर सबै कुराहरू अर्ग्यानिक पाइन्छ नि त, सब्जीहरू किन्नु पर्दैन साथीहरु। यहाँ चाहिँ एउटा न एउटा घरमा फलेकै हुन्छ क्या सब्जी, उता जस्तो किनेर खानु पर्दैन। घरि पल्लो ओल्लो घरमा बारीचुरी खाने चलन हुन्छ गाउँमा चाहिँ। अनि हामीले त्यतिकैमा मोमोसम्म रेडी गरेर भित्र गयौँ, मोमो बसाल्ने थिएँ। अनि साथीहरु हामी चाहिँ मोमो बसाल्यौँ, फ्याट ग्यास बालेर बसाल्यौँ है। त्यतिकैमा त हाम्रो अमाजुको छोरा त हगेर हैरान साथीहरु। हामी दुवैजनाको बच्चा छ कि, अनि त्यही भएर भान्सा गर्न नि गाह्रो छ है साथीहरु। यति सङ्घर्ष गरेर बनायो कि मोमो साथीहरु, हेर्न सक्नुहुन्छ। फेरि हामीले त्यो सबै बसालेर हामी फेरि फोका बनाउनेतिर लाग्यौँ। अमाजु बुहारीलाई साह्रै गाह्रो भयो मोमो बनाउन पनि साथीहरु। दिउँसोदेखि साँझैसम्म लाग्यो है, किनभने कहिले केटाकेटीहरूसँग जाने, कहिले उता जाने, कहिले यता जाने गर्दा गर्दा जे होस् बनाएर चाहिँ खाइयो है साथीहरु। जिन्दगीमा आफूले गर्छु भन्ने चिज चाहिँ गरेरै छाड्नुपर्छ। हामीले खान्छु भनेको चिज खाएरै छाड्यौँ। आफूलाई खान मन लागेको, आफूलाई हिँड्न मन लागेको कुरामा चाहिँ कसैलाई छेकेर हुँदैन रहेनछ क्या साथीहरु। मलाई त कस्तो लाग्छ भनेपछि जिन्दगीमा चाहिँ खाने पनि हो, रमाउने पनि हो, हिँड्ने पनि हो। त्यतिकैमा म बनाउँदै थियौँ, हाम्रो सासू पनि आइसक्नु भएको थियो, मिलमा जानु भएको थियो। साथीहरु हाम्रो मोमोसम्म बनाएर भ्याइसकेको थियो, अनि खाएको चाहिँ मैले खिच्न बिर्सेको रहेछु साथीहरु। भने त खान पनि गाह्रो छ, बनाउन पनि गाह्रो छ, तर पनि हामीले बनायौँ र खायौँ पनि साथीहरु। खाएको भिडियो चाहिँ छैन, माइन्ड नगर्नु होला साथीहरु।